ल गाइड मैले चाहिँ उहाँ बोजूलाई चाहिँ आज लोकल कुखुराको मासु सुप तागत दिन्छ भनेर मैले ल्याइदिएको छु। मिठो मासु आइसक्यो त एकजना दिदीले चाहिँ अनि उहाँको लागि चाहिँ ठ्याक्कै मासु खानुहुन्छ होला भनेर मासु लाग्दैन भन्नुभएको थियो। अनि मैले चाहिँ सोचेँ अब लोकल कुखुराको सुपले चाहिँ हल्का तागत पनि दिन्छ नि त, त्यही भएर मैले चाहिँ उहाँलाई मासु ल्याइदिएको। पछिल्लो समयमा चाहिँ बोजूलाई हेल्प गर्नु हुने हाम्रो टासी लामा दाई रु 23,000 गर्नुभएको थियो। अनि सलिना याम्फू सिस्टर रु 2,000 गर्नुभएको थियो। अविना सिस्टर रु 1,500 गर्नुभएको थियो। अनि सबिना सिस्टरले रु 6,000 गर्नुभएको थियो। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म मनैदेखि। अनि टासी लामा दाइले चाहिँ बोजूलाई हस्पिटल लानु भाइ के भन्दै हुन्थ्यो। आज लगौँ भनेको फेरि मेडिकल गएको थिएँ आज चाहिँ म। अनि मेडिकल पुगेर अब उहाँको केही चेक नगरी त औषधि नदिनु दिनुहुन्न रहेछ। अब के खालको सबै चेकिङ गरेर मात्र दिनुपर्ने रहेछ अब होइन। चेकअप गर्दा चाहिँ सजिलो राम्रो हुन्छ भन्नुभयो। अनि मैले उहाँलाई चाहिँ अब त्यो दाइलाई भनेको छु। त्यो दाइको गाडी चाहिँ अझ अलिक बिग्रेको थियो। अनि त्यही भएर मैले उहाँलाई चाहिँ लान सकिनँ। भोलिको दिनमा चाहिँ अब म उहाँलाई लाने भनेर सोचिरहेको छु। अनि उहाँको रिलेटिभ मान्छेलाई नि कुरा गरेर अनि एक त अलिकति अब उहाँको बोली आउँदैन, अब बोल्नु सक्नुहुन्न, हिँड्नु सक्नुहुन्न। अनि पिसाब चेक गराउनु पऱ्यो, हस्पिटल लाँदा नि खाकर चेक गराउनु पऱ्यो। त्यही कारणले चाहिँ अलिकति गाह्रो भएको हो। अनि अर्को कुरा म आफ्नै व्यस्तताको कारणले चाहिँ गर्दा होइन म चाहिँ अब कहाँ हरायो के हो जस्तो अब कसैलाई लाग्छ होला नि त। त्यही भएर म चाहिँ आफ्नै विधि आफ्नै काम हुन्छ नि त, दुनियाँ काम अब छोडेर मैले चाहिँ बोजूको लागि हेल्प चाहिँ गरिरहेको छु सक्दो चाहिँ होइन।